फाइनली हिलेको डाँडामा चाहिँ पुगेको छ हैन। अहिले तपाईहरुलाई म भ्रमण गरिहाल्छु। अहिले चाहिँ हामी यो डाँडामा छौं। तपाई बोजु हो? हो त बोजु बनाइदिनु भयो। अब बोजु भयो नि। मेरो चाहिँ साइनले अब उमेरले नभए पनि साइनले बोजु पर्नुहुन्छ होला। सुल्टिने भयो न यति राम्रो है। अनि घुम्राउनु भएको? हाम्रो घरमा सबैजना भैतमा मामा लाग्यो। यहाँदेखि यहाँ चाहिँ आएको। गाइज वेलकम छ सबजनालाई है। स्वागत छ मेरो न्यू डेको भ्लगमा। अनि सबजनालाई सन्चै छ होला, मलाई पनि सन्चै छ भन्नुपर्छ नि। आज चाहिँ सो साथीहरू हामी चाहिँ घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हिले डाँडा जाँदैछौँ है। सबजना साथीहरू मिलेर म चाहिँ अहिले जाँदैछु। साथीहरूले पर्खिरहेको छ, कल गरेर छ छिटो जानुपर्ने। अनि मेरो च्यानलमा नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नुहोस् है। अनि हाम्रोदेखि हिले डाँडा जान कति लाग्छ के गर्छु है। चट्टसँगले आज तपाईँहरूलाई म हिले डाँडा पनि घुमाइदिने भयो है त। अनि म नि पुगिसकेँ। असिन पसिन मासाला खल्छीमा बोलाएर यति पर कुद्नु लाग्यो यार। कहाँ तीर्थ यात्रा सुरु यात्रा सुरु भइसक्यो। हाम्रो टोलीहरूले यहाँ पर्खिरहेछ। धुलो चाहिँ खुवाउने होइन है साथी। पटक बन्नेर आएको पनि सबै धुलोले बिताइसक्यो गाइसहरू। ओह अगाडि फ्यान राख्ने बेला लाग्छ क्या। हेडु जस्तो हेडु जस्तै पुगिन्छ। सो गाइजहरू एभ्रीबडी हामी चाहिँ अहिले सुलुम्बी पुग्न आँटेको छौँ। सुलुम्बी हुँदै त जानु पर्यो होला होइन। सुलुम्बी हुँदै जानेवाला छौँ गाइज। हेर्दै गर्नुहोस् बाटोको यसो नजाराहरू यसो दृश्य हेर्दै गर्नुहोस् थोरै बहुत। एकदम डेन्जर धुलै धुलो तान्दैन होला। खै म निस्किन्छु ल। एकदम हामी चाहिँ निस्किने अवस्था पऱ्यो हेर न धुलै। सुलुम्बी बजार अरे यो चाहिँ खासै बजार जस्तो देख्दिनँ म। मेला चाहिँ लाग्छ अरे यहाँतिर बेला बेला। खासै थाहा भएन यहाँ चाहिँ के हो। बेसी के अस्ति मेला लागेको होला। ए बे भइरहेको रहेछ। बे पनि रहेछ। खाना खाएर जानुपर्छ कि हाम्रो खाजाको बेला मेला चाहिँ उठ्दैछ होला। मेला उठ्दैछ जस्तो छ। मेजबानी खानु पाइन्छ भनेर सो अगाडि छन्। हामी चाहिँ पछाडि हो। खानै नपर्ने लो खाइसक्यो। एकदम दामी दामी अरू अब चाहिँ ठाउँ देखिन थालिसक्यो। पोखरी छ गाइस यहाँ। ब्रेक लाग्दैन भनेको होला नि।
हेलो गाइजहरु ल है फाइनली हिलेको डाँडामा चाहिँ पुगेको छ हैन अहिले तपाईहरुलाई म भ्रमण गरिहाल्छु अहिले चाहिँ हामी यो डाँडामा छौं एकदमसँगले यहाँदेखि यताउति नजराहरू चाहिँ यसो घुमेर हेर्दैछौँ भ्यूहरू हैन टक्कसँगले केटाहरू हाम्रो टोलीहरू चाहिँ यहाँ छन् अनि यहाँ चाहिँ एउटा टावर रहेछ सो हामी चाहिँ यो टावरमा आएर बसिरहेको छौँ अहिले हैन एकदम मैले चाहिँ घाम धेरै लागेकोले गर्दाखेरि हरियोहरू चाहिँ निकै सखापै भइसकेको रहेछ सो यहाँदेखि तल एउटा देखिन्छ यो बजार सतमी बजार अरे सतमी कि दशमी बजार अरे यहाँ तलको सतमी बजार अरे नै गाइजहरु यहाँ सतमी बजार छ फोनमा अलिक फोनको क्यामेरा नराम्रो भएर चाहिँ यस्तो भएको तसकले निकै मान्छे आइसकेको रहेछ क्या हिले डाँडामा चट्टा हामी चाहिँ यतामाथि डाँडा छौँ देख्न सक्नुहुन्छ एकदम मान्छेहरू चाहिँ ज्यादा रहेछ क्या अब ज्यादा भन्दा पनि आउँदो रहेछ मलाई अब गएर यसो जिस्काइदिउँ कि भनेको बोयफ्रेन्ड गर्नु लाग्छ नि त बर्बाद हुन्छ नि त त्यसैले अब हामी चाहिँ चट्टसँगले जानेवाला छौँ चट्ट यहाँ साइड पोखरीतिर जान्छौँ है पानी सानी पुलतिर है सो गाइजहरु म यहाँ अहिले चाहिँ एकदमसँगले एनसेलको टावरमा छु तर टावरै दिएको छैन हैन हेलो ब्रो के छ खबर एकदम अनि चस्मा साटौँ अनि कस्तो लाग्यो हिँड्ने डाँडा त एकदम बबाल हैन तर अलिक मिल्दैन हैन अब यता जानुपर्छ नि हैन पर्छ हैन अब चाहिँ ल सो यहाँ चाहिँ एकदम पोज दिनेवाला छ क्यामेराम्यान पनि रेडी भइसकेको छ सो गाइज हामी चाहिँ हिले डाँडाको भ्रमणमा एकदम लागिरहेको छौँ गफ दिएको छु भर्खर मात्रै जाँदैछौँ अब चट्टसँगले गाडी साडी पनि चट्ट अलिकति के भइरहेछ ठिक छ लु अहिले गाडी साडी पनि आइसकेको छ होइन चट्टसँगले गाडी एकदम मान्छेहरू चाहिँ हल्का फुल्का अलिअलि आइरहेछ हामी पनि आएको रहेछौँ आजको दिन चाहिँ अनि अब हामी चाहिँ पर पुलमा जानेवाला छौँ चट्टसँगले केटाहरूले फेरि चस्मा चाहिँ बबाल 1 करोडको लगाइरहेछ चस्मा देखा त त्यो 1 करोडको चस्मा हेरेको 1 करोडको चस्मा केटाहरू गर्छ गाइस हामी जाँदैछौँ अब पुलतिर अनि हिले डाँडाको यसो सिनहरू पनि कस्तो कस्तो रहेछ होइन यसो तरुनीहरू पनि आएको रहेछन् अब तरुनीहरूलाई बोलाउँ भन्दा उनीहरूको बोयफ्रेन्डले हान्दिन ला भन्ने डर होइन त्यसैले सिङ्गल लाइफ इज रक भनेर केटाहरू छन् तर यिनीहरूको गर्लफ्रेन्ड छ तर नआएको मात्रै एकदमसँगले हामी चाहिँ हिले डाँडाको भ्रमण गरिरहेको छौँ एकदम कस्तो चाहिँ सजाउ ठाउँ भनेर यहाँतिर चाहिँ यस्तो रहेछ है यता छ हाम्रो हिरो चाहिँ एकदम पारामा हिँडिरहेछ हामी ठाउँ जा हिले डाँडा अरे यसो गाइस यसको नाम चाहिँ हामी चाहिँ हाम्रो यहाँ नवीन भतिजले चाहिँ एकदम पूजा गर्दैछ गर्लफ्रेन्ड चाँडो मिलाइदिनु पर्यो भनेर एकदम झगासँगले घुमिसक्यो घुमिसकेपछि हामी जाँदैछौँ चोस गाइज हामी चाहिँ के अरे यो पुलमा जाँदैछौँ एकदमसँगले होइन मेरो पनि फोटो खिच न गाइजहरू ओए मेरो लुगा धुइदिन्छस् तिमी मेरो यस्तो गाइजहरू म चाहिँ पुलमा छु केटाहरूले 1 लात हालेर खेदै पठायो होइन अब जाने हो यहाँ चाहिँ के रहेछ भनेर यसो हेर्नु आएको पोखरी हो कि यो के हो गाइज मिसो म चाहिँ अब यो फोनदेखि 1-2टा फोटो खिच्छु यो ठाउँको एकदम मलाई सही लाग्यो बबाल रहेछ गाइजन एकदम सिनहरू पनि ठिकठाक देखिन्छ घाम उतापट्टिदेखि लागिरहेछ र होइन हिले डाँडा आज घुम्न आएको छौँ एकदम रमाइलो भइरहेछ भ्यूहरू चाहिँ बबालै छ सो गाइजहरू केटाहरू चाहिँ पछाडि फोटो खिच्दैछ मैले चाहिँ यो ठाउँको 1-2टा फोटो क्लिक गरेँ दामी लाग्यो होइन मलाई चाहिँ एकदम दामी छ गाइज अहिले बनाउँछौँ म चाहिँ पुल तर्दैछु नि त गाइज अहिले पुल तर्दैछु यहाँतिर चाहिँ पुरा लोकताको बोटहरू दामी देखिन्छ एकदम यो लाइटिङ प्रब्लम भइरहेछ ज्यादा भ्रमण गर्छौँ यो साइडदेखि चाहिँ कस्तो देखिँदो रहेछ भनेर म चाहिँ यता साइड आउँदैछु लेट्स सी गाइज कस्तो देखिँदो रहेछ त
चट्ट यहाँदेखि पारि चाहिँ यस्तो देखिन्छ होइन चट्ट यहाँ तलतिर चाहिँ पोखरीहरू छ सो गाइस यहाँदेखि पनि एकदम झक्कास दामी देखिन्छ है पोखरीहरू चाहिँ हामी अल्लो डाँडामा छौँ केटाहरू टिकटक सिकटक फोटोसोटो खिच्दैछन् केटाहरू सबै पारिसक्यो सो गाइजहरू हामी चाहिँ हिले डाँडाको पुरै भ्रमण गरिरहेको छु हाम्रो गाडीहरू केटाहरू टन्दैछन् पर सो यहाँ देख्न सक्नुहुन्छ हाम्रो बजार पनि छ सप्तमी बजारहरू सो गाइज अनि हामी अघि टावरमा पनि गएको थियौँ सो अहिले चाहिँ हामी यहाँ घुम्दैछौँ कस्तो आइरहेछ क्यामेरा क्वालिटी चाहिँ बोका बक्स सो गाइजहरू हाम्रो घोडाहरू गाडीहरू चाहिँ यहीँ छ एकदमसँगले झकास चलिरहेछ यहाँनिर के हो यो खाजा घर हो र ठिक छ हाम्रो केटाहरू चाहिँ अघि आएर खाजा खाइसकेको छन् डाँडामा छौँ मैले हामी एकदमसँगले हेलो अङ्कल हिले डाँडा आइयो घुम्नु ल ठिक छ के चटपटे खान आँटेको हो र ल ठिक छ सो गाइज हामी चाहिँ यहाँ हिले डाँडामा एकदम यहाँनिर खाजा घरहरू पनि रहेछ चट्टसँगले हजुर मिठो मिठो चप पनि पाइन्छ हाम्रो आन्टीहरूले चट्टसँगले बनाइराख्नु भएको छ देखाइरहेको छु देखिन्छ चपहरू दामी आएर खानु होला आउनु होला हिले डाँडातिर एकचोटि चट्टसँगले भो नचाखु मलाई सो गाइज आन्टीले चाहिँ मलाई चाख्न दिइसक्नु भएको छ है यसरी फ्रीमा चाख्नु पाइँदो रहेछ एउटा लिए ल ओहो ल सो गाइजहरू म चाहिँ सब चाख्दैछु खानेकुरा केही बोकेर आउनु पर्दैन है साथीहरू एकदमसँगले यहीँतिर चटपटे पानीपुरी रम बियर जे पनि पाइन्छ है यहाँतिर चाहिँ सो साथीहरू आउनु होला चट्टसँगले नयाँ वर्षमा सबजना आउनु होला नि घुम्न एकदम राम्रो ठाउँ छ खाँदैछु है सो गाइज एकदम चप चाहिँ मिठो छ एकदमसँगले हिले डाँडामा यसरी घुम्दैछु अब के गर्नु फोटो खिच्ने मान्छे बुझाएन केटाहरू आफ्नै तालमा सक्छन् होइन रमाइलो छ ठिकठाक चलिरहेछ गाई चाहिँले मलाई लुट्दैछ ल बाइक एक्सिडेन्ट भयो गाई चाहिँ यहाँनिर ओए 400 रुपियाँ ले यहाँ 400 रुपियाँ मेरो अब 100 रुपियाँ थप 100 रुपियाँ थप हुन्छ त्यस्तो चाहिँ माया सर इन्टरभ्यू लिनु पर्ने तैँले के कारणले गाडी लडाइस् यता भिजा ल पैसा तिर्नु लाउनु है यसलाई पैसा तिर्नु लाउनु है अब तैँले चाहिँ पसल चाहिँ आइज हामी यहाँ जाँदैछौँ पसलमा के पाउँदो रहेछ हामी किनेर खान्छौँ पैसा छ नि तसँग मसँग छ तर 400 छैन 500 पैसा अरे अघि आइज हाम्रो चाहिँ यहाँनिर बजु आन्टी के बनाउँदै हुनुहुन्छ चप कसरी गोटा पर्छ हौ प्लेट सिस्टम हो 5 रुपियाँको दुईटा ए नि त खाने हो खाइदिउँ ल तर म नखाने कतिको मिठो छ के लगाएर बनाउनु भएको अन्डा पनि छ क्या अन्डा लाउनु बस अन्डा हैन हामी त चप खानलाई आएको 50 रुपियाँ प्लेटहरु खैले त पैसा सो चप पुरा चलिरहेछ हाम्रो यहाँतिर चाहिँ खाने हैन हामी पनि खाने किन्दै त 50 रुपियाँ अरे हाफ चाहिँ खान मिल्दैन मिल्छ 25 रुपियाँको 25 रुपियाँको चप हो हाफ प्लेट मिल्छ मिल्दैन रे बुझ्यौ हाफ प्लेट 25 रुपियाँको खाने हजुर दिनु न सो हामी चाहिँ हामी त सबै चाख्दै खाएको अगाइसक्यो नि त अनि कहाँको मिठो रहेछ भनेर यसो खोज्दै आएको
हाम्रो आन्टीहरू चाहिँ कताबाट आउनुभएको हिले डाँडातिर ठुङ्गे तापा हाम्रो बजु चाहिँ बजुले नि सोध्नु यता हाम्रो बजु तपाईँ बजु हो हो त बोजू बनाइदिनु अब बोजू भयो नि मेरो चाहिँ साइनले अब उमेरले नभए पनि साइनले बजु पर्नुहुन्छ होला सुल्टी नै भन न है अनि चप कस्तो छ हौ हाम्रो तपाईँको घर चाहिँ कता हो कताबाट आउनु भएको मतलब घुम्न आउनु भएको हाम्रो घर मामा लाग्यो यहाँदेखि यहाँ चाहिँ ए ल कस्तो लाग्यो ठाउँ दामी छ होइन खासै मन परेन होला अरे पहिलेको जस्तो चाहिँ छैन सो गाइज हाम्रो चाहिँ यहाँनिर आइसक्यो के अरे यो आलुको चप यहाँ हाम्रो भिडियो गर्नेले यहाँ किन्न पनि नगएर 25 यहाँ राख सँगले बस्दा बस्दै गर्मी थियो एकदमै जाडो भइसक्यो तँलाई कस्तो भइरहेछ सो गाइज एकदमसँगले मैले तल्लो डाँडामा आइरहेको छु अहिले होइन यहाँदेखि सिधै ल कस्तो देखिन्छ भनेर चट्टै चाहिँ एकदम डाँडा रहेछ स्टोन सिस्टम हाल्छन् केटाहरूले होइन अलिअलि खाएको तालमा सो यहाँ तल चाहिँ बजार छ सो अनि उसुलाएर अहिले खासै राम्रो नदेखिँदो रहेछ गाइजहरू देख्न सक्नुहुन्छ अटो सटो ट्याक्सीहरू पनि दुई तिनवटा आइरहेको थियो फर्किसकेछ निकै टाढादेखि आएको रहेछ नि त सो अनि अहिले चाहिँ हामी चाहिँ अहिले घुम्दैछौँ अब फर्किनेवाला छौँ गाइज सो गाइजहरू हामी चाहिँ यहाँनिर केटोले चाहिँ एकदम स्टन देखाउनेवाला छ कस्तो मजाको होइन सो म यहाँनिर अब यसको रिल्स पनि बनाउनेवाला छु टिकटकहरू सो गाइजहरू सो ल यसले चाहिँ अब स्टन हान्नेवाला छ गाइज हो त्यहाँ हान अघिको ठाउँमा हान ल हान हो त्यो 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 हो ओहो ओहो राइडर राइडर चट चट ओहो फेरि फेरि त्यहाँ एक फन्का त्यहाँ एक फन्का ओ भाइ ल ल ल ल धुलो काँडो केटाले धुलो काँडो ओहो दियो 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 केटाले दियो 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 फेरि सो गाइजहरू हामी चाहिँ आउँदा आउँदै होइन यो भन्ज्याङ भन्ने ठाउँमा चाहिँ खतरा मेला लाग्दो रहेछ हामी मेलामा एकचोटि यसो टक्कसँगले जानु पर्ला केटाहरू पनि आइपुगिहाल्यो देख्न सक्नुहुन्छ मेलामा चाहिँ के लाग्दैछ भनेर चट्टसँगले यहाँ गेट छ अब गेट चाहिँ नि चट्टसँग छिर्ने हो ल जाउँ मेला छिर्नु सो गाइजहरू हामी चाहिँ अब मेला बजार यतै हो ल ठिक छ बजारतिर छिरिसक्यौँ प्रवेश गरिसक्यौँ मेला ठिकठाक लाग्दो रहेछ आजदेखि लाग्दै गरेको हो सो गाइजहरू हामी चाहिँ मेलामा छौँ सो हामी चाहिँ अब यता छिरौँ के चल्दैछ त यहाँतिर भलिबल सुरु भइरहेछ सो गाडी सायद ओ तिर हान केटा होइन तिर कसले हान्छ र सो यहाँ चाहिँ जेरी यसो के अरे के खै के सिङ्गडाहरू चट्टसँगले पाइँदो रहेछ यहाँ चाहिँ के पाइने हो यस्तो सो गाइजहरू आजदेखि मात्रै बजार व्यवस्था हुँदो रहेछ सो गाइजहरू है एकदम 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 सो गाइजहरू मेला लाग्दो रहेछ यहाँ चाहिँ चट्टसँगले मेलाको नाम त थाहा भएन खासै आउँदा आउँदै थाहा भएको मेलाको नाम के हो केटा थाहा छ तिमीहरूलाई
यो मेलाको नाम के अरे भिडियो नखिच भने क्या सांस्कृतिक पर्यटन महोत्सव भरे ल ठिकै छ अब हामी भोलितिर पर्सितिर आउँछौँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर साथी आइँदैन सो गाइस हामी चाहिँ फर्किसकेको छौँ यहाँ चाहिँ तौरीहरूले फोटो खिच्ने काम छ यहाँ छ एकदम सँगले झकाससँगले होइन उठा उठा बेइज्जत हुन्छ मासला उठा 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 म त पछाडि हेर्दै थिएँ काट बोल्न पछाडि चाहिँ हेरेको गर्नु मासला एकचोटि कुरा रमाइलो गरे घात गर्दै थियो र त लडेको ल ठिक छ सही सलामत छु हेलो सो गाइजहरू हामी चाहिँ यहाँनिर एकदम कम्पनीको काम चलिरहेछ होइन हामी चाहिँ हिँडेर जाँदैछौँ अब तिनीहरू आउँछ सो गाइज हाम्रो चाहिँ यो जामदेखि चाहिँ छुटकारा भइसक्यौँ हामी चाहिँ लाग्यौँ हामी चाहिँ लाग्यौँ सिलुङतिर त्यही लडाउनु थियो भने त खाटा 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 गरेर रहेछ ठिकै छ केही छैन